आयो है आयो तपाईले रोजे जस्तो खोजे जस्तो आकर्षक जमिन नयाँ बस पार्कमा आयो। काठमाडौँको नयाँ बस पार्क पिजी मलभन्दा 200 मिटर मात्रै दक्षिणमा आकर्षक 4 आना जमिन आयो। कसैलाई कमिसन दिनु नपर्ने सिधा जग्गा धनीसँग सम्पर्क गरे पुग्ने सम्पर्क नम्बर तल छ, नोट गर्नुहोस्, सिधा सम्पर्क गर्नुहोस्, जमिन आफ्नो बनाउनुहोस्। नमस्ते, घर जग्गा नेपाल.com को वेबसाइटमा आज तपाईलाई काठमाडौँको नयाँ बस पार्कमा लिएर आएका छौँ। नयाँ बस पार्कबाट करिबन 100 मिटर पूर्व आएपछि तपाईँ वीरेन्द्र ऐश्वर्य मार्ग भनेर मूल गेट देख्नुहुनेछ। यदि हामी महाराजगञ्ज वसुन्धरा हुँदै आयौँ भने पनि यहाँबाट देब्रे मोडिएपछि हामी वीरेन्द्र ऐश्वर्य मार्ग नै प्रवेश गर्नेछौँ। यहाँबाट 200 मिटर दक्षिण बढेपछि हामी बिक्रीको जग्गामा पुग्नेछौँ। हामी गेटबाट करिबन 200 मिटर दक्षिण आएपछि पश्चिमपट्टि हेर्नुहोस् त टेलिकमको बुथ छ। यसैलाई दाहिने छोडेर करिब 30 मिटर पश्चिम यो बाटो गएपछि हामी बिक्रीको जग्गामा पुग्नेछौँ। पर देखेको आकाशे घर हाइवेमा छ। त्यहीबाट हामी करिबन 30 मिटर पश्चिम आएपछि बिक्रीको जग्गामा आयौँ। जग्गा यही हो, हेर्नुहोस् त भर्खरै गाह्रो लगाएको सँगै पश्चिमको यो जमिन बिक्रीको हो। जमिनको ठिक पश्चिमपट्टिको भागहरू यो हो, बाटो यही हो। यो बाटो पश्चिमबाट आयौँ भने पनि हामी यही जमिनमा आइपुग्छौँ। यति राम्रो जग्गा त देखाउनु भयो, कहाँनिर हो नि भन्नुहोला। मैले अघि भनेको छु वीरेन्द्र ऐश्वर्य चोकबाट सिधा 200 मिटर दक्षिण आउनुहोस्, त्यहाँबाट 30 मिटर जति पश्चिम पसेपछि उत्तरपट्टि साइडमा दक्षिण फर्किएको आकर्षक जमिन यो तपाईँको हो र यहीँ छ। 13 फिटको बाटो छ, 4 आना जमिन छ, हाइट छ, पश्चिम फर्किएको छ, ढल पानी बिजुली यातायात हाइवे सबैको नजिकै छ, कमर्सियल जग्गा हो। अब यो जग्गा तपाईँको हो, छिटोभन्दा छिटो सम्पर्क राख्नुहोस्, जग्गा आफ्नो बनाउनुहोस्, आनन्दले घर बनाउनुहोस्, भाडामा लाउनुहोस्, मजासँग बस्नुहोस्। जमिनको ठिक पश्चिमपट्टिबाट म पूर्वपट्टिको दृश्य तपाईँलाई देखाइरहेको छु। हेर्नुहोस् त कति मजाको ठाउँ छ, शानदार ठाउँ छ, शान्त ठाउँ छ। स्कुल कलेज अस्पताल हाइवे सबै वरिपरि छन्, बस पार्क नजिकै छ। यति राम्रो जमिन तपाईँले पाउनु भएको छ। हेर्नुहोस् त कति राम्रो ठाउँमा कति राम्रो जमिन। जमिनको ठिक दक्षिणबाट उत्तरपट्टिको भाग म लिइरहेको छु, तपाईँ हेर्दै हुन्छ। हेर्नुहोस् वरिपरि घर बनिसकेका छन्, अब घर बनाउनु पालो। जमिन किन्ने हो तपाईँको हो। यो पिच बाटो हो। जमिनको ठिक पूर्वबाट पश्चिमपट्टिको दृश्य म देखाउँदैछु। यी तपाईँका छिमेकीका घरहरू देख्नुभयो नि। हेर्नुहोस् त पश्चिमबाट सिधा जमिनमा यसरी नै देखिन्छ। आहा कति सुन्दर जमिन छ। कसैलाई कमिसन दिनु नपर्ने सिधा जग्गा धनीलाई फोन गरे पुग्ने नम्बर तल छ, नोट गर्नुहोस्, सिधा फोन गर्नुहोस्, जमिन आफ्नो बनाउनुहोस्। मोडा पनि कति प्रशस्त भएको, करिबन 30 फिट मोडा भएको जमिन, दक्षिण फर्किएको, घमाइलो रमाइलो स्वच्छ ठाउँको, न खोलाको डर न पहिराको डर। कति राम्रो घर बन्छ। तपाईँ भाग्यमानी हुनुहुँदो रहेछ। ल हेर्नुहोस् त आज नयाँ बस पार्क छेउमै कति राम्रो जमिन पाउनु भएको छ। वरिपरि कम्पाउन्ड लागिसकेको छ, कम्पाउन्ड लाउनै नपर्ने सिधा घर बनाएर आनन्दले बस्पुग्ने ढल पानी बिजुलीको व्यवस्था भएको कमर्सियल जग्गा। लौ छिटोभन्दा छिटो सम्पर्क गर्नुहोस्। सस्तो छ, तपाईँले सोचेभन्दा धेरै सस्तो छ। यति राम्रो जमिन यस्तो दाममा तपाईँ पाउनुहुने छैन। एकपटक सिधा फोन गर्नुहोस् त, दाम सुनेर तपाईँ छक्क पर्नुहुनेछ। मैले जमिनको चारैतिरबाट तपाईँलाई फोटो र भिडियो देखाएँ, तपाईँले हेर्नुभयो, चित्त बुझाउनु भयो। अब सिधा आएर जमिन हेर्नुहोस्, कुरा मिलाउनुहोस्। नक्सा राखिदिएको छु, नक्सा जस्तो छ त्यस्तै गरेर आउनुहोस्, हेर्नुहोस्।